लु आज हाम्रो फेरि फिसिङ स्टार्ट भयो। सुक्देन र मेरो मेची खोला जाँदैछौँ। यही बाटो यस्तो छ, यसरी हिँडेर जानुपर्छ। लु मेची खोला यस्तो भएछ। अस्तिको भल पहिरोले हेर्नुहोस् यत्रो ढुङ्गाहरू बगाएर ल्याएछ कि। अब हामी अझ जाँदैछौँ हिँडेर। सुक्दैनौँ तल पुग्यो। खोलाको बगर त एकदम नचिने भएछ। यस्तो भएछ। खोला बिचबाट बग्दैछ, पारी वारी डल्लै भलले लगेछ। यहाँ फड्के पुल थियो एउटा, त्यो पनि बगाएछ। यहाँ हेर्नुहोस् ढुङ्गाहरू, माछा छ कि छैन। यहाँ सिनो पनि गनाउँदैछ, के मरिरहेछ पनि। हेर्नुहोस् है, रुखहरू बगाएर लिएको है। सानो खोलामा पनि यस्तो विध्वंसकारी हुन्छ है। यत्रो डरलाग्दो डिस्ट्रोय गरेछ। अहिले नेपालपट्टिको 2-3 जना भाइहरूलाई भेटेको थिएँ, भन्दै थियो खोला एकदम भल्झेर आएर खोला मात्रै छ, दहहरू सबै पुरियो भन्दै थियो। अब हामी उकालो जाने। अन्त आज फेरि भयो भने ऊ तल ओह्रालोतिर लाग्ने। ढुङ्गा भएछ। आज गदेउलाले खेल्ने हामी। यसरी मजाले गदेउला हाल्नुपर्छ हो, त्यहाँदेखि चाहिँ खेल्नुपर्छ। खै सुक्दैन स्टार्ट भयो। काब्रे निकाले, काब्रे दुधको बच्चा जस्तो खै हेर्नु त। काब्रे निकाले सुत्दैले। काब्रे हो कि गुजको बच्चा हो? हेर त है, क्याटफिस गुजको बच्चा जस्तो छ। काब्रे हो। यता आउँछ खोलाको बल्ल पक्रियो।
गुड के दामी 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 सुब्देनले माछा मार्दैछ अरे वाह कुन चाहिँ माछा फेरि काब्रे निकाले निकाले यो त निकै ठुलो रहेछ काब्रे माछा मार्दैछ ओहो ओ खोइ लु अब चाहिँ हामी खाजा खाने अन्डा ब्रेड लिएर आएको छौँ अब यो खाने त्यहाँदेखि ओह्रालै जाने ओह्रालै खेल्दै 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 यो ओह्रालो पुल तरेर अब नेपालपट्टि बसेको पुल तरेर नेपालपट्टि गएर उतापट्टिबाट खेल्ने त्यो फड्के पुल माथि चाहिँ बगाएर हेर्नुहोस् खोलाले सानो पत्थरहरू ल्याएको रहेछ सुब्देनले नेपालबाट फिसिङ पनि गर्नु थाल्यो यो चाहिँ यो इन्डिया ल यो नेपाल फेरि पक्रेँ मैले कत्ले मेचीको कत्ले पक्राइ भयो नेपालपट्टि सुब्देन इन्डियापट्टि छ मार्दैछ सुब्देन इन्डियाबाट माछा मार्दैछ म नेपालमा छु यो मेची नदी पक्रे फेरि सुब्देनले एउटा सानो आज दिन राम्रो छ सुब्देनले निकाल्यो कत्ले कहाँबाट निकाल्यो राम्रो साइजको निकालेछ राम्रो साइजको निकालेछ भनेको नि हेरौँ मजाको भएछ मेरो त अड्क्यो नि राम्रो साइजको निकालेछ ए फल्स के हैन कहाँ हो फल फाउल भनेर पुच्छरतिर हो मलाई गोटी देऊ ल सुब्देनले फेरि यहाँ कत्ले पाएछ सानो निकाल्यो कत्ले कत्ले त होइन कत्लेको बच्चा चाहिँ होला सानो कत्ले रहेछ है कहाँ थियो यहाँनिर नर्सरी रहेछ गुड 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 गुड
अन्त यहाँको एकजनाले घडी छोडिरहेको रहेछ मेची खोलामा। यो मेरोमा छ, यदि कसैले यो भिडियो हेर्नुहुँदैछ भने मसँग सम्पर्क गर्नुहोस्। यो घडी मेरोमै छ है, यो मेची खोलामा पाएको मैले आज। यो कत्ले एउटा बच्चा रहेछ ठुलो। कुन चाहिँ के हो र? ए छाको त्यहाँदेखि अरू दानियो रहेछ। भित्ते 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 यो चाहिँ काभ्रे, दुईवटा काभ्रे। आज मेची खोलाले यति दिएर हामीलाई